सम्पूर्ण साथीहरूलाई नमस्कार। म श्रीधर पुरी। निहोङ्गो नोरीको सिकेन यान्फो खान्जी जो जुलाईमा हुन गइरहेको एक्जामको लागि प्रिपेयर गरिएको छ र मैले यहाँ एकदमै सिरिज लिएर आइरहेको छु र तपाईँहरूलाई मैले अब सुरु गर्दछु। म पहिला जिकान्न खान्जी टाइम रिलेटेड खान्जी समयसँग सम्बन्धित खान्जी बोल्नेछु। आई एम गोइङ टु टिच यु टाइम रिलेटेड खान्जी। सो फर्स्ट खान्जी रहेको छ हाम्रो आशा अथवा च्याउ। आशा अथवा च्याउलाई कसरी लेख्ने त भन्ने कुरा यहाँ हेर्नुहोस्। पहिला चाहिँ तपाईँ लेख्नुहोस् कसरी भन्दा एक है, कलर चेन्ज गरौँ। एक, दुई, तीन, चार, पाँच, छ है, सात, आठ, नौ, 10, 11, 12 हो। यो केसँग सम्बन्धित भयो भन्दा यसलाई के भन्छ, आशा अथवा च्याउ भन्छ। यो मर्निङको खान्जी हो है। र यसको तानगो हेर्नु त यसबाट बन्ने खान्जीहरू तानगो भन्छ। यसलाई के भन्छ, तानगो भन्छ। आशा सिङ्गल आयो भने के हुने भयो त, मर्निङ हुने भयो है। आशा सिङ्गल आयो भने के हुने भयो, मर्निङ हुने भयो। त्यस्तै आशा गुहान हेर्नु त, सिङ्गल आशा गुहान मात्र आयो भने के भयो, ब्रेकफास्ट मर्निङको। अनि आशा ही, आशाको खान्जी प्लस हिको खान्जी आयो भने के हुने, आशाही। आशाही भनेको के हो, मर्निङ हुने भयो। त्यसै माईको खान्जी हो, माईको खान्जी प्लस आशाको खान्जी आयो भने के हुने भयो त, माई आशा हुने भयो। त्यसै आशाको खान्जी प्लस स्याउकु, स्याउकु भनेको ताबेमासको खान्जी आयो भने के भन्छ, च्याउ स्याउकु, के अरे च्याउ स्याउकु भनेको ब्रेकफास्ट। अनि यसलाई के भन्छ, केको खान्जी र केसा खान्जी आयो भने केसा हुनु, केसा भनेको दिस मर्निङ। अब दुई नम्बरमा खान्जी हेर्नुहोस्, तपाईँलाई मैले देखाइरहेको छु। दुईमा एक हो, दुई, तीन, चार, बिग्रियो है, हो। अब हेर्नु, तीन, चार, पाँच, छ, अनि सात, आठ है, अनि 9। यसलाई के भन्छ, हिरो अथवा च्यु। कोही कोही बेला च्याउ भन्थ्यो, यसलाई के भन्छ, हिरो अथवा च्याउ। यसबाट बन्ने खान्जीहरू के छ त, अब हेर्नुहोस्। यो एकलाई सिङ्गल आयो भने के हुने भयो, हिरो। त्यस्तै हिरो प्लस गोहान आयो भने हिरो गोहान। हिरो गोहान भनेको लन्च, हिरो भनेको नन, दिउँसो। त्यसपछि हिरोको खान्जी प्लस आइताको खान्जीलाई के पनि भन्छ, मा भन्छ, हिरुमा। हिरुमा भनेको डे टाइम भयो है। त्यसपछि हिरु यासुमी त, हिरु प्लस यासुमीको खान्जी आयो भने हिरु यासुमी भनेको लन्च ब्रेक। अनि फेरि च्यु स्याउको भनेको लन्चलाई के भन्दो रहेछ, च्यु। ऐकोलाई ब्रेकफास्टलाई च्याउ स्याउको भन्यो भने यसलाई के भन्यो, च्यु स्याउको भन्ने भयो नि त, च्यु स्याउको भन्छ है यसलाई, ताबेमासको खान्जी। त्यसपछि नेमासको खान्जी थाहा छ, हिरको खान्जी प्लस नेमासको खान्जी। यो नेमासको खान्जी छ कसरी कोर्छ भन्दा, एक, यो एक, दुई हो, अनि तीन, चार, पाँच हो, अनि छ, सात, आठ, 9, 10 है। अब हामी लास्टको खान्जी जान्छौँ। आजको खान्जी चाहिँ 3 नम्बरमा के छ भन्दा, बानको खान्जी। बानको खान्जी लेख्नाले के गर्छ भन्दा, एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, 9, 10, 11, 12 त। बान, बान भनेको के भन्दा नाइट। यसबाट बन्ने खान्जीहरू हेर्नु त,
जस्तै बानको मात्र तानु के छ नि त बानको मात्र खान्जी आयो भने के भयो इभिनिङ भयो त्यसपछि अर्को हामीले आजको खान्जीले के हुन्छ कोन प्लस बान भन्छ है कोन बान भयो भने के हुने भयो नि त आज कोन बान वा भन्छ नि दिस इभिनिङ यो चाहिँ भरे बेलुकी हो दिस इभिनिङ त्यसपछि माईको खान्जी आयो नि त माईको खान्जी प्लस बानको खान्जी आयो भने माईबान भयो भने के भयो एभ्री नाइट त्यसपछि बान गुहान हेर्नु त डिनरलाई के भन्दो रहेछ बान गुहान भनेको के हो भन्दा डिनर है यति भोकाबले हेर्नुहोस् तपाईँले म टाइमको मजाले चाहिँ छोटो मिलाएर पढाउँछु हो यसमा तपाईँले पढ्नुभयो भने सब सिरिजहरू हेर्नुहोस् र चाहिँ के हुन्छ भन्दा एकदमै तपाईँहरू राम्रो हुन्छ ल मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्